मान्छे आमै? ओ बाबु तिमी? आमा, आमा म क्रान्तिकारी हुँ। पुलिस मेरो पछि लागेको छ, मेरो खुट्टामा गोली लागेको छ। आमा, मलाई यहाँ भित्र या बाहिर गोठमा भए पनि शरण दिनुस् आमा। आमा, केही नसोची मलाई शरण दिनुस् आमा। धेरै नसोची मलाई शरण दिनुस् आमा। खै कहाँ लुक्नुहुन्छ त? यो भकारी भित्र लुक्नुहोस्। बाबु, धेरै किसिमको हल्ला सुनिन्छ, के हुनु लाग्यो देशमा? आमा, सुखानीको जंगलमा हाम्रा धेरै साथीहरू मारिए। कप्तान यज्ञ बहादुर थापालाई पनि पक्राउ गर्यो रे। जंगलमा लाँदै हाम्रा साथीहरूलाई बटाबट गोली हान्दै मार्दैछ। हामी बोलीले कुरा मिलाउन खोज्छौँ, उनीहरू गोली चलाउँछन्। नबोल्नुहोस्। यहाँ एउटा उग्रवादी अराष्ट्रिय मान्छे भाग्दै आएको थियो, कहीँ भित्र त पसेन? अराष्ट्रिय उग्रवादी त देखिन बाबु। आमा, और तपाईँको घरमा को छन्? अनि तपाईँको अरू छोराहरू कहाँ छन्? पस्यो होला नि सब जंगल। मेरो त एउटा छोरा मात्रै छ बाबु, यो नाति हो। नाति जन्मिने बित्तिकै बुहारी त खसी। छोरा चाहिँ कहाँ छ? भारतमा, भारतीय सेनामा छ। उसको नाम के हो? नाम चाहिँ विक्रम। विक्रम? यस सर। अच्छा, एउटा कुरा भन त, यहाँ हामी गोर्खाली, डोगरा, गढवाली सबै सँगै छौँ। यस सर। तर गोर्खा रेजिमेन्टको विशेषता के हो भन? भावना र डिसिप्लिन एकै ठाउँमा हुन्छ सर। भारत, मलेसिया, ब्रुनाई, ब्रिटेन जुन कुनै माटोमा पनि एउटा गोर्खा सिपाही उभिन्छ भने त्यस माटोको शान्ति र समृद्धिको निम्ति आफ्नो ज्यान दिन सक्छ सर। दुश्मनों ने हमला बोल दिया, अपना अपना पोजीशन संभाल। अपना पोजीशन ले लो। ये लोग अभी यहाँ है सर। उनको इन्फॉर्म कीजिए, आगे दुश्मन हो सकते हैं। पोजीशन क्या है? क्या अंदर रह गए? दुश्मन के खूबे ट्रैप में फंस के हमारा सब जवान बर्बाद हो गए सर। अपने भी चारों तरफ से यहाँ गिर गए सर। आगे का लाइन ऑफ एक्शन क्या है सर? अब बैठक के बगैर कुछ चारा नहीं है। आप बैठक की तैयारी करें, दूसरा सेक्शन कवर करेगा, ये सेक्शन अटैक करेगा। चार्ज! जय मां काली! ऑर्डर कर दो कि वो अब भी 24 नंबर पोस्ट पर तुरंत पहुंच जाए। ओके, हेलो चार्ली। अभी हमारा पोजीशन क्या है? हेलो ऑक्सिलरी पोस्ट, हेलो ऑक्सिलरी पोस्ट, हेलो ऑक्सिलरी पोस्ट। गो अहेड सर, हमने 24 नंबर पोस्ट पर कब्जा कर लिया है। वेल डन मेजर, आगे बढ़ो, एक और निशाना बर्बाद करना है। हम आगे नहीं बढ़ सकते हैं, हैवी कैजुअलिटी, हमारा पूरा प्लेटून बर्बाद हो चुका है, बहुत कम बचे होंगे।
सेक्शन में और कितने बचे हैं? इस वक्त हम ट्रेंच में 2 ही हैं। जल्द से जल्द ऑक्सिलरी फोर्स भेजिए। ऑक्सिलरी 2 घंटे के अंदर में पहुंच जाएगा। ओके, ओवर। बाँचियो सर। यसपालिको दशैँमा त आमाको हातको टिका लाएर छोरासित रमाउँदै मनाउने हो। हाम्रो पनि क्या लाइफ सर। दशैँ तिहार सन्चोले मनाउनै नपाउने सर। सबै देशवासीले शान्तिले दशैँमा आफ्नो आमा बाउको हातको टिका लाउन पाउन् भनेर हामीले सबै दशैँमा आफ्नो आमा बाउलाई रित्तो आँखाले पर्खाइराख्नुपर्छ। म पनि 2 वर्ष भयो दशैँमा घर जानु पाएको छैन। यसपालि जान्छु। सरको घर कहाँ पर्छ नि? कालिम्पोङ। अनि तिम्रो? पूर्वी नेपाल, चिउरीबोटे भन्छन् मेरो गाउँलाई। इलामबाट पैदल 2 दिन लाग्छ सर। गाउँ सकिने बित्तिकै मेरो घर पर्छ। त्यो गोरेटोबाट कोही पनि आर्मी ड्रेस लाएर हिँडेको देखे एउटी बुढी आमै र 7 वर्षको पुच्चे देखा पर्छ सर। मेरी आमा र छोरा भास्कर। भास्करको हातमा कि त गुलेली हुन्छ कि त लौरो। यसपालि साँच्चैको जस्तो खेलाउने पिस्टल लगिदिनु छ सर। अनि तिम्रो वाइफ चाहिँ? छोरा जन्मेको 1 सातामा बितेर गई सर। ओ सरी। औजेलिरी आइपुगेन सर। 3 नम्बर पोस्टबाट आइपुग्नु टाइम लाग्छ। सालेहरू लुकेर आउँछन्। यिनीहरूको एटेक त्यसरी पनि रोक्नुपर्छ। डोन्ट वरी सर। यस्तै बेलामा गोर्खा सिपाहीले इतिहास रचेको छ सर। 2 गोर्खा सिपाही 2004 दुश्मनभन्दा बढी हुन्छ सर। कभर मी सर। सम्हाल विक्रम। चल विक्रम। विक्रम। सर म मर्न चाहन्न सर। मलाई बचाउनुहोस् सर। मलाई बचाउनुहोस् सर। डोन्ट वरी। तिमीलाई केही हुँदैन विक्रम। हामीले लडाई जित्यौँ। हेलिकप्टर आउँदैछ। बुढी आमा हुनुहुन्छ सर। भेट्नु छ सर। दशैँमा आमाको टिका लाउनु छ सर। छोरालाई पिस्टल लगिदिनु छ सर। तिमीलाई केही हुन दिन्न म। हेलिकप्टर आएन सर। सर हेलिकप्टर आयो सर। विक्रम। विक्रम। दही चिउरा दिनुहोस् न, भोक लाग्यो। पर्खिन एकछिन, यो बाख्रालाई घाँस हालिहालौँ। ए बाबु हेर त तल लाउरेहरू। ए थुप्रै आउँदैछन् त। तेरो बाबु आइपुगे कि क्या हो? होइन, बा जस्तै त छैन है।
नमस्कार। यो विक्रम सिंहको घर हो? हो। तपाईँ विक्रम सिंहको आमा हो। ढोक दिए आमा। भाग्यमानी हुनु। तपाईँ चाहिँ को हो? म र विक्रम एकै पल्टनमा थियौँ। विक्रम आएन कि छुट्टी पाएन? बाले मलाई साँच्चीकै जस्तो पर्किने पेस्तल ल्याइदिन्छु भन्नुभएको थियो। खै बा आउनु भएन? खै त त्यो आएन। वीरताको इतिहास बनाउन मलाई कति रुवायो। निन्दै ती बुढी आमा सन्ततिको लासमाथि रुन्छिन्। ती सबै आँसुहरूमा लौ भास्कर बगाइदिए जस्तो। शान्तिले जा, तेरो आत्माले शान्ति पाओस्। हाम्रो बाबा मरेको हो। होइन बेटा, तिम्रो बाबा मरेका होइन, शहीद हुनु भएको छ। आमा, पर्सि यो काम सकिन्छ। हुन त यस्तो बेलामा मैले हतार लाउन नहुने हो, तर आमा तपाईँ निपर्सि नै हिँड्नुपर्छ दिल्ली। दिल्ली किन जानु? दिल्ली विक्रमले लडाईँको मैदानमा जुन बहादुरी देखायो त्यसैले भारत सरकारले ग्यालेन्ट्री अवार्डले सम्मानित गरेको छ र त्यो मेडल थाप्न हामी 26 जनवरी भन्दा पहिला पुग्नुपर्छ दिल्ली। मेडल लाउने छोरो नै रहेन, त्यो मेडल के काम बाबु? मलाई होइन भाउजू, तपाईँ जानुपर्छ। इतिहास लेखिँदैछ भने लेखिनु दिनुपर्छ, नत्र थुप्रै थुप्रै यस्ता बलिदानका कथाहरू त्यसै बिलाएर जानेछन्। यस्ता हेर्नुहोस् त, उग्रवादीहरूको भिडन्तमा परेर एउटा हात छैन, खुट्टा छैन, के पायो यसले? के पायो? न त कुनै मेडल, न इतिहासमा कोही जग। त्यो पूर्णिमालाई हेर त, बिहेको भोलिपल्टै हेडक्वार्टरबाट उसको श्रीमानलाई बोलाइ पठाइयो।
त्यो भीषण लडाईँमा कहाँ मर्यो, कुन ठाउँमा मर्यो, कुनै लेखाजोखा छैन। छानु र मानुको लागि भौतारी रहेका युवाहरूका यस्ता धेरै धेरै कथाहरू छन्। हाम्रो विक्रम त्यो देशको लागि शहीद भएको छ। भारत सरकारले सम्मान दिँदैछ भने त्यो इज्जत साथ ल्याउनु पर्छ भाउजू। सबैलाई देखाउनु पर्छ, आउने सन्तानलाई भनिराख्नु पर्छ। हाम्रो देशका छोराहरूले अरू देशको लागि के गरेको छ प्रमाण सहित राख्नु पर्छ। एक न एक दिन कुनै न कुनै छोरा त निस्केला नि, त्यसको लेखा जोखा गर्ने, त्यसको हिसाब किताब खोज्ने। तपाईलाई लैजाने र ल्याउने जिम्मा मलाई दिएको छ। तपाईँ छिटो आउनुहोस् ल आमै, म एक्लै हुन्छु। ल छिटै आउँछु। शहीद सूबेदार विक्रम नेपाली, जिन्होंने सरहद पे लड़ते हुए अपनी जान की बाजी लगाकर कई मोर्चों में फतह दिलाई। शहीद विक्रम ने बहादुरी से 24 नंबर पोस्ट पे लड़ते हुए करीबन 700 दुश्मनों को मार गिराया। इसी बहादुरी के लिए शहीद विक्रम नेपाली को मरणोपरांत वीर चक्र से सम्मानित किया जाता है। यह सम्मान उनकी माता श्रीमती नर्मदा नेपाली महामहिम राष्ट्रपति जी से ग्रहण करेंगी। नमस्कार हजुर। यो मेरो छोरा विक्रमले 700 मान्छे मारेर पाएको मेडल हो। होइन आमा, शत्रुहरू मारेर। मतलब त्यसले 700 आमा रुवाएछ, 700 नै विधुई बनाएछ, 700कै घर उजाड बनाएछ। यो मेडल मैले लगेँ भने कहाँ लगेर राख्नु? यो सब सम्झिन्छु होला म। विधुईहरू रुएको, आमा रुएको, मै पनि त रुन्छु। र यहाँ कतै बुद्धको मन्दिर छ भने त्यहाँ राखिदिनुहोस्। तपाईँ त विक्रमको आखिरी दिनको साथी हुनुहुँदो रहेछ। यो मेडललाई धेरै सम्मान दिनु होला। हजुर त एउटा ठुलो देशको ज्ञानी मान्छे, हजुरले बोलेको सबैले मान्छन्। यो लडाईँ किन गरेको, के को लागि गरेको? शान्तिले बाँच्दा हुँदैन? आफ्नो बोलीले भन्नु होला, शान्तिले बाँचौँ, कुनै आमा रुनु नपरोस्। गएँ है। ये तो लेंगे ना माँ, समझ लीजिए आपका बेटा दे रहा है। लिनुहोस् आमा, लिनुहोस्। धन्यवाद हजुरलाई। महामहिम ये नेपाली भाषा में बोल रही थी कि मैं समझ गया, मेरी माँ भी यही कहती है। सभी माँओं की भाषा शायद एक ही होती है। इस माँ ने अपने कलेजे के टुकड़े को हमारे देश के लिए बलिदान कर दिया। इस माँ को हम क्या दे सकते हैं? सैल्यूट नेपाली माँ। आप जो सोच रहे हैं वैसे इस दुनिया में शांति आए।
आमा मलाई तपाईको घरमा फेरि जान मन लागेको थियो। त्यो सानो छोरासँग फेरि भेट्न मन लागेको थियो। तर के गर्नु, पर्सि मैले रिपोर्ट गर्नै पर्छ र म यहीँबाट फर्किन्छु। हुन्छ बाबु, कहिलेकाहीँ यस्तै मौका मिल्यो भने आउनुहोस् है। आमा यसपालि त्यस्तै भइहाल्यो। तर अर्को दसैँमा टिका र आशिष थाप्नु म सपरिवार आउनेछु। यो मेरो बाचा रह्यो। अमोय अमोय अमोय, आइपुग्नु भयो तपाईँ? आइपुग्नु भयो तपाईँ? आइपुगेछ। कति ढिलो आउनु भएको। बाबालाई भेट्नु भयो? बाबालाई शहीद हुँदा कस्तो देख्दो रहेछ? भन्नुहोस् न अमोय, बाबालाई भेट्नु भयो? लौ नानी, मेरो त साथी आइपुग्यो। तपाईँ जाँदा हुन्छ। आमै, मलाई साँच्चीकै जस्तै पिस्तोल ल्याइदिनु भयो? ए, अन्त मलाई केही पनि ल्याइदिनु भएन? म त रिसाउँछु। साँच्चै मलाई केही पनि ल्याइदिनु भएन? त्यो ठुलो सहरको बच्चाहरू यसैले खेल्दा रहेछन् र आफ्नो देशलाई उन्नतिको चुचुरोमा पुर्याएछन्। तेरो त बराजुले बाजेलाई खेलाउने त्यही पिस्तोल ल्याइदियो, बाजेले बाबुलाई पनि त्यही पिस्तोल ल्याइदियो। तेरो पनि बाबु आएको भए त्यही पिस्तोल ल्याइदिन्थ्यो होला। तर खेल्ने कुरा यो सन्तानमा पहिलोचोटि आमाले ल्याइदिएको छु। अब यसले न डराई खेल्नु, न लुकाई खेल्नु, जाल झेल नगरी खेल्नु, मन लगाएर खेल्नु। अनि यो पड्किन्छ आमै? पड्काउनु जान्यो भने यसले संसारै बिउजाउने गरी पड्किन्छ। खै त पुल्ठो ल्याइनस्, रात पर्छ त घर पुग्दा। पुल्ठो त बनाएको थिएँ आमै, तर मती तेल थिएन। तल्लो घरमा माग्नु गएको थिएँ, छैन भने। तर आमै उनीहरूकोमा थियो, तर पनि दिएन र त्यत्तिकै आए। ठिकै छ, अर्काको भर नपरेकै राम्रो। खोज्न जान्यो भने सबै थोक आफ्नैमा छ नि। बाटोमा रात पर्यो भने कसरी जानु त? लु हिँड्न, जसरी पनि जाउँला। यो दियालोको रुख हो, यसको हाँगाले उज्यालो देख्छ। ला त यो लौरोसम्म एकछिन यसको हाँगा बालेर हामी घर पुग्नु सक्छौँ। ल, यतिले पुग्छ हामी। कस्तो कस्तो चिज रहेछ नि आमै हाम्रो देशमा। के छैन हाम्रो देशमा? संसारमै सबभन्दा अल्को चुचुरो यही देशमा छ। सबैभन्दा हरियो वन, मिठो पानी, मलिलो माटो यही देशमा छ। जस्तो भन्यो त्यस्तै हावापानी छ यो देशमा। ठुला ठुला वीरहरू यही देशमा जन्मिए र पनि यो देशलाई किन गरिब भनेको थाहा छ? किनभने भ्रष्ट मान्छेहरूले किराले जस्तो खाएको छ यो देश। हामी सबै यही भ्रष्टाचारले गर्दा गरिब भएको। यो सबै कुरा खोजी खोजी लेख्नु, किनकि यो सीता जन्मेको देश हो, बुद्ध जन्मेको देश हो, ऋषि मुनिहरू तपस्या गर्ने देश हो। के छैन र यो देशमा? तपाईँ जस्तै माया गर्ने आमै पनि त छ। बाट कति कुरा जानेको। आइज जाउँ भित्र।
ए भास्कर के हेरिरहेको? जाडो छ, आइज भित्र। हेलो, म भास्कर बोल्दैछु। यो खबर सनसनीपूर्ण होला, हट होला, विस्फोटक होला, तर म मेरो पेपरमा छाप्न सक्दिनँ भास्कर। किन? थाहा छ 2000 कामदारहरू विदेशमा अल्पत्र परेको? थाहा छ तिनीहरूको परिवारहरू यहाँ बिचलीमा परेको? तिनीहरूको रिपोर्ट हो यो। होला, तर यो रिपोर्ट जुन मान्छेको विरुद्धमा लेखेका छौ, थाहा छ ऊ को हो? थाहा छ उसको पहुँच कस्ता कस्ता गुण्डाहरूलाई पालेर राखेको छ? उनीहरूले अट्याक गरायो भने को आउँछ तिमीलाई बचाउन? यु टेल मी। के ती कामदारहरू आउँछन् तिमीलाई बचाउन? किन तिमी आफ्नो जिन्दगी जोखिममा हाल्न चाहन्छौ? के फाइदा छ तिमीलाई? आई जस्ट डोन्ट अन्डरस्ट्यान्ड। म बुझ्दिनँ। बुझ्दैनन्। आजकल यो कुराहरू कसैले पनि बुझ्दैन। त्यत्रो मान सम्मान पैसा र दर्जाको प्रलोभन देखाउँदा पनि दशरथचन्द्रजी, गंगालालजी, धर्मभक्तजी र शुक्रराज शास्त्रीजी र उहाँ जस्ता कैयौं महान शहीदहरू आफ्नो सिद्धान्तमा सम्झौता गरेर जनतालाई धोका दिनुभन्दा हाँसी हाँसी छातीमा गोली थापेर फाँसीको फन्दामा चढे शहीद भए जनताको हितको लागि। तर यी कुरा आजकल कसैले पनि बुझ्दैन। कसैले पनि बुझ्दैन। हाम्रो हातमा कलम छ र यो कलमको माध्यमद्वारा हामीले यो सबै कुरा सबैलाई सम्झाउनु पर्छ, बुझाउनु पर्छ। तिम्रो कुरा ठीक हो भास्कर, नरिसाऊ। लिऊ पानी खाऊ। टेक इट। आवेशमा नआऊ, कुरा त सुन। जुन भ्रष्टाचारको विरुद्धमा तिमी आवाज उठाउन खोज्दैछौ त्यसको जरा कहाँसम्म पुगेको छ सायद भगवानलाई पनि थाहा छैन। त्यसैले त्यस्ता डरलाग्दा मान्छेहरूको विरोध नगर। अघि म यहाँसँगै गफ गर्दै थिएँ। बलराम, आगो हुँ आगो, आगोसँग नखेल्नु, आगोले डराउँछ। पानीले आगोलाई निभाउँछ। म पानी हुँ, पानीले जस्तो आगोलाई पनि निभाउँछ। तर आगोले पानीलाई उमाल्छ। मलाई उमाल्ने कोसिस नगर्नुहोस्, तपाईलाई नै नोक्सान हो। तिलक? हजुर सर। को रे यो? को? भास्कर। त्यही हो हामीलाई भ्रष्टाचारी भन्ने र हाम्रो कम्पनीको खेदो खन्ने मान्छे। त्यही नै हो। त्यसले मेरो आगो निभाएको छ। कतिमा गल्छ त त्यो? भास्कर एउटा यस्तो पत्रकार हो, न पैसामा बिक्छ न धम्कीले डराउँछ। यदि त्यो भास्करले तपाईहरुको केस खोतल्न सुरु गरेको हो भने चाहिँ तपाईहरुलाई गाह्रो पर्छ, किनकि तपाईहरुको अतीतका कामहरू त्यति राम्रो छैन। विशेष गरी लक्ष्मीको केसमा तपाईहरुलाई फसाउन सक्छ। एकछिन, त्यो रातो फाइल त रमेशसँग थियो, त्यो त मरिहाल्यो। यदि भास्करले त्यो फाइल भेट्यो भने हामीलाई त्यसले गधा पनि बनाउँछ र सिङ पनि उमार्दिन्छ। एउटा काम गरौँ, पहिला त्यो रातो फाइलको लागि लक्ष्मी कहाँ जाउँ? भाइ, सबै डराउँछन्। यो देशमा के हो एक अर्कासँग सबै डराउँछन्। भाउजू, यो 3 महिनाको पैसा। थ्याङ्क यू भाइ। यही पैसाले घर चलाइरहेकी छु। तपाईले हामीलाई ठुलो सहारा दिनुभएको छ। भाउजू, मैले पनि त सहारा पाएको छु, परिवार पाएको छु। नत्र यत्रो सहरमा आफ्नो ठानेर पेइङ गेस्ट कसले राख्छ? आमा हेर्नुस् न, भाइ चल्दैछ। म चलेको छुइनँ, उ नै चलिरहेछ। कति चलेको तिमीहरू? बी अ गुड गर्ल।
अङ्कल एउटा कुरा भन्छु ल, मेरो पनि फोटो पेपरमा छापिदिनुहोस् न। त्यसको लागि के गर्नुपर्छ? पहिला तिमी एक्जाममा फर्स्ट आऊ अनि छापिदिन्छु। प्रमिस? म फर्स्ट हुन्छु, त्यसपछि मेरो फोटो छापिदिनुहोस् है त। अवश्य छापिदिन्छु। तिमी जतिचोटि फर्स्ट हुन्छौ त्यतिचोटि नै छापिदिन्छु। ए त्यसो भए त अङ्कल मेरो पनि है। यसलाई दिदीले जे गर्यो त्यही गर्नुपर्छ। ल भाइ खाना खाऊ। खै भाउजू, खाना पनि यति मिठो खुवाउनुहुन्छ, पैसा पनि कम लिनुहुन्छ।
कति गरेको फिल्म त बन्छै बन्छ भात खाने पैसा छैन फिल्म बनाउने चुप लाग गान बन्छ फिल्म तँलाई बोले ए बोले सुन त काठमाडौँमा आउँदाखेरि भात खाने पैसा कोठा भाडा तिर्ने पैसा गाडीको भाडा मैले दिएको मैले थाहा छ थुइ बोले आफ्नो धरातल त बिर्सिनु भएन नि यो लुगा पनि मैले दिएको यो होइन घरमा त होला नि अब कुनै फटा हरिया सम्झासलाई चल तँलाई त म खरानी नबने कहाँ छर्छु र खरानी दाईले भनेको एकदम ठिक हो फिल्म त जसरी पनि बन्नै पर्छ खरानी दाई पैसा चाहिँ बाडिँदैन हेर्नु है बरु हामीले मान्छे खोजौँ न अर्को खोजौँ मिलेर खोजौँ भेटिन्छ नि कोही न कोही ब्रान्ड सर तपाईँको गाडी छ नि होइन ब्रान्ड सर तपाईँको नाम त छ नि यार यत्रो नाम के गर्नुहुन्छ तपाईँ मबाट केही हुँदैन 15 दिनमा पैसो हाल्ने मान्छे कोही भेटिएन भने पैसो बाडिन्छ बुझेको बुझेन पैसा त बाडी नै पर्छ मेरो पनि बहिनीको बिहे गर्नु छ त चुप गर यार बिहे त मेरो पनि गर्नु छ अनि के म पैसा खर्च गरौँ ए तेरीका खरानी नबनौ न यार चुप लाग कति गरेगा यदि पैसा जम्मा भएन भने गर्न सकेन अरू मान्छे भेटेन भने पैसा बाँडिन्छ होइन खरानी फिल्म त बनाउनै पर्छ खरानी हेर्नु है अनि जसरी दर्जेको पैसा नि दर्जे तेरो बाउ हो को हो दर्जे तैले जहिले पनि मलाई मात्रै दोष लाउँछ त्यही कुरामा पनि तैले गर्दा म यो लाइनमा छिरेको तै सलापाटी चेन्ज गर्छस् यार अब अरे यार म तिमीहरूको खुट्टा ढोक्छु चुप लागेर बस खरानी नबनाउ न ओ भाले भाइ बस सल्लाह गरौँ राम्रोसँग अब हामीले 1 महिनाभित्र पैसा जम्मा गर्न सकेनौँ कोही मान्छे भेटेनौँ भने पैसा बाँडिन्छ सबैलाई बराबर बाँडिन्छ सुन्नुस् न पर्सि मिनी भाउजूका भोज बल्ला छ सबैजनालाई भोसो जान्नु म त्यसो नभन्नु न बरु एउटा साडी चाहिँ किन्नु पर्छ यसपालि बरु 15-20 हजार जाने साडी किनिदिनु हस् भइहाल्छ नि भो साडी भो बरु एउटा जुत्ता चाहिँ किन्नु अरूले देख्दा के भन्छ होला वर्कसप छ भन्दैमा चुत्रे भएर हिँड्नुपर्छ उडाउ कहिले छोले उडाउ कहिले आमाले उडाउ काम साम सिकाउनु छैन पल्टेर बसेको होला होइन सानो महारानी सुन न सुन त हाम्रो गाउँबाट त यो सहर यस्तो नजिक हाम्रो गाउँबाट त यो यस्तो नजिक देख्छ ओए चान्स मार्छस् चान्स मार्छस् मलाई चान्स के रे मलाई चान्स यता हेर भन् तँलाई जो अब हामी कहाँ जाने मेरो घर जान्छस् बसेको माथि बस
के भयो के भयो भोक लाग्यो त्यहाँ प्लास्टिकमा समोसा छ त एकछिन खोलेर हेरेर म आउँछु है खोलेर रेडी हुँदैन खोलेर रेडी हुँदैन What's up with business? तिमी मेरो त नि हैन Merci. कता गयो होला diálogos algo tai बाबु रेशम बिजोक पो तेरी आमा छाती दुख्यो भनेर आँगनमै ढले दैवले पनि हामी गरिबहरूलाई नै किन यसरी के आमालाई खै अहिले सुन्तलीले काठमाडौँ आएको थियो उपचारको लागि हिजोदेखि सन्चो थिएन भन्दै नि काठमाडौँको निलम हस्पिटलमा तेरो काठमाडौँमा पैसा भने बाबु भन्दै आए एकचोटि दाइ दाइ कसलाई खोज्नु भएको के भयो र दाइ एक्सक्युज मी इट्स ओके उहाँको सबै टेस्टहरू गरिसकेको छ आमा चिन्ता लिनु पर्दैन है आमा सब ठिक हुन्छ फाइल दिनुस् त मायोकार्डिक इन्फ्रेक्सन तपाईँ उहाँको छोरी
हेर्नुहोस्, हामीले उहाँको अपरेसन चाँडै गर्न सक्नुपर्छ अनि काउन्टरमा डिपोजिट गरिदिनु होला। डाक्टर साहब, पैसा धेरै लाग्छ कि? हेर्नुहोस् बहिनी, आमाको जिन्दगीको सवाल छ, त्योभन्दा ठुलो कुरा के हुन सक्छ र? 2 लाखभन्दा धेरै लाग्न सक्छ। 2 लाख डाक्टर साहब, गाउँबाट हतार हतार आएको, यत्रो पैसा त कहाँबाट जम्मा गर्ने होला? काठमाडौँमा तपाईँहरूको मान्छे कोही छैन? काठमाडौँमा त कोही पनि हुनुहुन्न। एकजना दाइ हुनुहुन्छ, उहाँ पनि कतारा हुनुहुन्छ। कोट चाहिँ ठ्याक्कै पोस्टरको जस्तो हुनुपर्छ दाइ, दामी हेर्दैखेरि छतबाट आम फल्ला जस्तो, बुझ्नुभयो? तैँले किन फोन अफ गरेको? ब्यालेन्सहरू किन अन गर्ने? दाइ कति दिन पाउँछ? 4-5 दिन लाग्छ। पैसा चाहियो मलाई। ओके, नो प्रब्लम। टिकट मलाई पैसा चाहियो भने बुझेनस्? सब कुरोको ठाउँ हुन्छ, बुझिस्? रुममा जेसुकै गर्छ साला, मार्केटमा रेपुटेसनमा हात नलगा त बुझिस् कि बुझिनस्? कोठामा हिँड। ब्याग खै? कुन ब्याग? पैसाको ब्याग। कस्तो पैसा? बिरामी छ, काठमाडौँको हस्पिटलमा राखेको छु। मलाई 2 लाख रुपियाँ चाहिएको छ अपरेसनको लागि। त्यो फिल्म बनाउने पैसा हो, तँलाई किन दिने? मलाई खोलाको पैसा दे मलाई, बुझ्छ? Don't touch my milk! चलेन पैसा दे मलाई। चलेन नौटङ्की, नौटङ्की साले। बिरामी कि तर छम्बिया बिरामी साले। यति कुरा बुझ्दैन म। नौटङ्की गर्न थालिस् साले। मार साले, अझ मार, पैसा चाहिन्छ साले। हात उठाउँछस्? उठ साला, भरियाले हात हाल्छस् साला। साले, यही हो तेरो ताकत साले। मार साले, मार साले। मार पैसा चाहिन्छ साले। मार उठ साला, भरियाले हात हाल्छ साला। जस्तो नि आखिर साथी होस्। मेरो व्यथा बुझ्छस् भन्ने ठानेको तेरो हरेक गल्तीलाई मैले आँखा चिम्ले। त मात्रै छस् जसले मलाई बुझ्छ जस्तो लाग्थ्यो, तर तँलाई सबैभन्दा ठुलो पैसा मात्रै लाग्दो रहेछ। सोच्दा पनि घिन लाग्छ। कस्तो नीच मान्छेको सङ्गत गरेछु। त जस्तो नीच त कोही नि हुन्न।
पहिलो नै थाहा पाएको भए म टाढै बस्थे। तसँग त टाढै बसेको राम्रो। तेरो बाउ आमाको लागि बोझ साला। अस्ति लुगा फुगा लिएर के गर्नु खोजेको भन् त? आफैले खोला भने होइन। मैले त प्लास्टिकमा समोसा छ त्यो पो खोल भनेको त, तर लुगा फुगा भनेको थिएँ मैले। पागल। के भयो? मसँग नबोल तिमी। नचाहिने कुरा नचा। म त तिम्रो प्यारो हाल्तिर दाइ होइन, मिस कल नै भइहाल्थ्यो नि। प्यारेन्ट्स हालिदिइहाल्थ्यो। मसँग सबत नगर। तिम्रो प्यारेन्ट्स चाहिएको थियो त तिम्रो घरको साइडको पसलमा भने भइहाल्थ्यो। उसको टन्नु भइहालेछ। प्लिज छोडिदियो। के गर्नु त म? मेरो के गल्ती छ हो? गल्ती त मेरो छ। अपना छोरा सहर आए खुसी खोज्छ, साथी खोज्छ। तिमीलाई सब किन भन्नु पर्यो मैले? मेरो बाबालाई इज्जत गर्न नसक्दा मान्छेले मेरो के इज्जत गर्ला र? तिमीलाई तिम्रो बासँग हिँड्न लाज लाग्छ होइन? मसँग हिँड्न तिमीलाई घिन लाग्छ होला होइन? म एक्लै नै खुसी छु। तिम्रो बिहान चल्ने दाइ। के भयो माथि आऊ। के भयो? अनि तैँले बुट पनि लाथिस्? बुट लाउनै पर्दैन, बुट भन्दा कडा खुट्टा छ। 0 फिगर, हड्डी हड्डी। फेब्रुअरी 4 तारिकको दिनमा फेरि अर्को घटना घट्यो। निदाको मात्रै थिए, तेरीमा मर भनेर मलाई लुच्छेको। अया बाबा भन्छु, छोडेको होइन, छोडेको रे होइन ड्याडी। त्यो बेला मैले सपनामा गुण्डाले मलाई रेप गर्न आएको रे, अनि मैले झप बोलाएर त्यसको कपाल समातेर घुमेको त यो मान्छेको कपाल समातेछु। ए रेप गर्न आउने गुण्डा भुतले खानी लोक्ने? तिमीले त यस्तो स्वास्नीमाथि गर्व गर्नुपर्ने। देख्यौ तिम्रो स्वास्नी कस्तो पतिव्रता, त्यस्तै खालको स्वास्नी मान्छे भएकोमा खुरुक्क लागेर जान्थे त्यही गुण्डासँग। पहिला मेरो जागिर नहुँदा यो मान्छेले मलाई कस्तो हेप्थ्यो, अहिले जागिर पाएपछि अलिक कम भएको छ। थाहा छ ड्याडी, यो मान्छेको महिनाको तलब 30,000 मात्रै छ, अनि मेरो भत्ता सत्ता यताउति सबै गरेर 70,000 छ। यो मान्छेलाई त्यही कुराको इगो भएको।
ल हेर ढट्टै कस्तो ढाँट्न सके कि मलाई चाहिँ सबै तलब सलब भत्ता सत्ता गरेर 40 जति पुग्छ भन्थे 70 रहेछ तर 70 बेर के गर्ने कहिले पैसा मुख हेर्न पाउने हैन ब्याग खोलेर हेर्ने भने एटिएम हुन्छ पिन कोड जान्गे भन्ने हैन राति सुतेको बेलामा निन्द्रामा भन्छ कि भनेर एक दिन डार्लिङ उर्मिला तिम्रो एटिएम को पिन कोड कति हो 9 7 देखेपछि त हजुर छोरी निन्द्रामा सुत्दा फटा कुरा गर्छ कमसेकम आधी रातमा त नढाँट्नु नि मान्छेलाई कमसे कम आधा रातमा अर्काको एटिएम चोर्न त नखोज्नु नि मैले त्यति बेला पिन दिएको भए आज यत्रो ठुलो घर हुन्थ्यो त अनि जग्गा चाहिँ कसले जोड्या नि जग्गा जोडे होइन त्यो त 4 रोपनीको प्लटिङ गर्दा छ न तिमीले दलालीमा पाएको अनि दलाली चाहिँ कसले गर्या नि अनि मिसेस दलाली भन्ने भनाइ चाहिँ कसले सुन्नु पर्या छ त मिसेस दलाली अर्कोले बनाइदिउ अरूलाई बनाउँछस् त्यही जीव सञ्चारलाई बनाउँछस् होला हैन भन्छस् अझ मेरो जग्गाबाट तेरो घर थुतेर लैजा मेरो घरबाट तेरो जग्गा थुतेर लैजा उसमे घर बाडौ बाडौ भने बाडौ ए तेरी के झगडा गरिरा भने लोनी स्वास्नीको झगडा भने त परालको आगो यो झगडा परालको आगो होइन ड्याडी यो झगडा त इटा भट्टाको आगो हो चारैतिर कालो धुवा उडाउने भन्ने हैन घर ल घर बाडौ ल बाडौ के गर्न लागेको यो अब अरे ड्याडी अब भात खाने भनेर आएको आया सोफा राखेर ज्वाइँको लात पो खानु पर्यो ज्वाइँ ससुरालाई यसरी लात हान्ने के हो यो मान्छे हेल्प गर त के को हेल्प आफै गर्न हेल्प हे यो बुढोले के गर्न लाग्यो हे ड्याडी पनि छोड्नुस् त यसलाई किन पक्रिरहेको लडेर मर्नु राम्रोसँग समाज सही छिमेकीको बुवा हजुर पनि के यसको खुट्टा समाएर बसिरहेको लड्नु दिनुस् नगरा लडेर घाइते हुनुभयो भने अस्पतालमा पुरा मै बस्नुपर्छ फोन गरे मेरो त राख्छु यो के गर्न लागेको ए बुढो हजुर त फेरि कहाँ गएर बसेको ड्याडी तिमीहरूको झगडाको अम्पायर आज एक दिन यो नेटले बार्छु भोलि गएर गोर्खा इको प्यानल लिएर सबै पार्टिसन गर्छु सर्भिस चेन्ज अनि म घर भित्र चाहिँ कसरी आउने नि सर्भिस चेन्ज ब्याग घर युज गर्ने सर्भिस चेन्ज किचन चाहिँ तेरोपट्टि छ मैले खाना कसरी पकाएर खाने सर्भिस चेन्ज त्यहाँ स्टोभ किनेर ल्याइदिन्छु कोठामै पकाएर किचन गर्ने सर्भिस चेन्ज तेरो यो गनाउने चप्पल अनि भाडा कुरा चाहिँ के गर्ने सर्भिस चेन्ज भाडा कुरा म आधी आधी पाउँछु सबै आधी गछ है छोरी आफ्नै कोर्टमा बस हजुर चाहिँ के भएको ड्याडी मलाई तिमीहरूको यो म्याच देखेर केही फरक लागेको छैन यस्तो टेन्सन म्याच त तेरो मम्मीसँग मेरो डेली पर्थ्यो सर्भिस चेन्ज ले खै त पुरुष खेलाडी हैन किन ल्याएको यो अब म सबै भनेको काट्छु अरे शिव के गर्न लाग्यो यो बौलाले सब भाडा आधी आधी बनाउनु पर्छ 50-50 सत्यनाशी कस्तो अलक्षिणा रहेछ यो मान्छे त अरे शिव के गरेको यो एउटालाई दुईटा बनाएको यो ह्यान्डल भएको तैले ला तल अल्तार खानुहुन्छ यो मलाई के काम लाग्ला के गर्न मिल्छ मिलाउँछु म हेलो एचमेकी त यहाँ भित्र आउने हैन फेरि त्यही जीव सञ्चयको फोन आए जस्तो छ हेलो हेलो रामहरिजी बोल्नु भएको हो हजुर म रामहरि हो हजुरमा मनोकामना साइबर झटकम.झटबाट हजुरलाई डिभी परेको छ के रे फेरि भन्नु एकचोटि तपाईलाई हात खाली नहुने डिभी परेको छ हो र भने हो नि अनि अब हामीले अरु के प्रोसेसहरु गर्नु पर्छ होला त हामी सबै कुरा एकैचोटि भन्दैनौ मान्छे बेहोस पनि हुन सक्छन् अहिले यति नै बुझ्नुस् कि हजुरलाई हात खाली नहुने डिभी परेको छ अस्ता के ला 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 ला
छोरी के हो ज्वाइँ त खुस्के क्या खुस्क्या होइन त्यही जिउसन चाहिँ भन्नेले फोन गरे होला अनि भित्रैबाट यसको खुसी निस्केर आएको यसलाई त्यसै लाथन्छु म यस्तो होइन दुस्री हे बा मलाई डीबी पर्यो रे डीबी तिमीले कस्तो खुसीको कुरा सुन्यौ श्रीमतीमा त मेरो नाम पनि छ छोराको पनि उमेर घटाएर नाम लेखिन्छ म अब आइम सिंगल भनिदिन्छु रामु 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 त्यसो नगर सरी 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 आइ एम सो सरी रामु म महिनाको 70,000ले तिमी महिनाको 30,000लाई सरी भन्दैछ माफ गर्दिनु सरी आई लभ यु 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 सरी यो कुरो नबुझ्ने भनेर एकचोटीलाई माफी गरिदिनुस् हो नि ड्याडी ड्याडीले भनेको सही हो माफ गर्देऊ न ड्याडी ड्याडी वगैरे अनि छ नि छोरी तिमीहरू अमेरिका गएपछि मलाई नि त्यतै झिका म यहाँ एक्लै के गरे बस्नु म अमेरिका आएपछि नि तँलाई म एउटा राम्री मम्मी खोजिदिन्छु हेलो हेलो म तेरो बाबु बोलेको रामु आज त हाम्रो कस्तो पर्ने दिन रहेछ है लभ पर्यो झगडा पर्यो बिबी पनि पर्यो फेरि लभ पर्यो साच्ची डार्लिङ हामी अमेरिकाको कुन चाहिँ स्टेटमा जान्छौँ मेरो विचारमा हामी सबभन्दा पहिले डिसी नै जाने त्यहाँ मेरो एउटा लङ्गोटी छ लगौटी होइन आफू जानुभन्दा अगाडि लगौटी पठाइसक्यो भने लङ्गोटी यार भनेको साँच्चीको लगौटी होइन क्या साँच्ची भन्दा मेरो मामाको साडु भाइको रिलेटिभ उहाँ पनि अमेरिकामै हुनुहुन्छ म मामालाई फोन गरेर उहाँको नम्बर लिन्छु तिमी त्यति बेलासम्म मनोकामना झटकम झट साइबरमा फोन गरेर हामीलाई अमेरिका जानको लागि के चाहिन्छ डकुमेन्ट सबै इन्फर्मेसन लिइराख है ओके ओके हनी ओके हनी सी यू लेटर हेलो हेलो यो मनोकामना साइबर झटकम झट हैन हजुर हजुर हो ए म रामरी हजुर भन्नुस् न रामरी जी अहिले तपाईले चाहिँ हामीलाई यो हातखाली नहुने डिबी चिट्ठा पर्यो भन्नुभएको थियो नि त्यसको लागि अब हामीले के डकुमेन्ट्स लिएर त्यहाँ कन्ट्याक्ट गर्नु पर्छ भनेर त्यही जानकारी लिनु हजुर हाम्रो मनोकामना झटकम झटले कसैको पनि हात खाली गर्दैन त्यसैले अमेरिकाको डिबी नपर्नेहरूलाई हात खाली नहुने डिबी दोलखा भीमसेन थानको दर्शन गर्न लैजाने व्यवस्था गरेका छौँ पूजाको सामान बस भाडा रेस्टुरेन्टमा खाने बस्ने सबै खर्च लिएर शनिबार बिहान 7 बजे भक्तपुरको सल्लाहघारीमा आउनु होला के रे फेरि एकचोटि भन्नुस् त हजुर मैले भनेको सबै सामान लिएर ठ्याक्क ठीक 7 बजे भक्तपुरको सल्लाहघारीमा आउनु होला के रे तपाईको कारमा कागले छेरे हेलो दर्शन हजुर म हजुरको साडु दाइको भान्जी उर्मिला हजुरलाई थाहा छ मेरो श्रीमानलाई डिबी पर्यो अब हामी पनि हावाजहाजमा चढेर हवाई नै आउने हजुरले भनिसो न हाम्रो अमेरिकामा कुनै छ र What is this? Nepali people don't know what time they have to go. मलाई भोलि कल गर्नुहोस् के भोलि सक्यो कुरा छोटो छ सुनिसो त मलाई 70,000 सम्म अनि मेरो श्रीमानलाई 30,000 सम्मको जागिरी खोजिदिसेला यहाँ पनि